देख्नुहुन्छ पावर भनेर स्क्रिनमा देखिएछ हजुर सर आछ ओके हजुर सर है त थोरै यो भन्दा अगाडिबाट जाउँ यहाँबाट जोइन गरौँला है हिजोको थोरै एउटा रिपिट गरौँ अझ सजिलो हुन्छ त्यो गऱ्यो भने जस्तै हाम्रो p = pi cos phi भनेर चाहिँ हामीले एभरेज पावर भनेर डिराइभ गरेको थियौँ कहाँबाट आएको थियो त्यो भने यहाँबाट आएको थियो एभरेज पावर थियो हामीले चाहिँ इन्स्टेन्टेनियस पावरलाई इन्टिग्रेसन गरेर p = pi cos phi हामीले निकालेका थियौँ र त्यसै गरी यो हामीले ग्राफ पनि हिजो बनाउन सिकिहाल्यौँ कसरी आएको छ हैन र त्यहाँबाट फेजर डायग्राम फ्रम द फेजर डायग्राम भनेको कुन चाहिँ फेजर डायग्राम भनिराखेको छ अहिले बारम्बार भनेको फेजर डायग्राम कुन हो एउटा मात्र फेजर डायग्राम छ यो चाहिँ फेजर डायग्राम बनिरहेको छ है यो चाहिँ सम्झिनु होला यति तीनटा कुरा ख्याल गर्यो भने अब नेक्स्ट यो भन्दा पछाडिकोलाई सजिलो हुन्छ तपाईलाई ल यति तीनटा चीज है ल अब यहाँबाट हेरौँ इम्पिडेन्स ट्रायंगल भनेको छ है इम्पिडेन्स ट्रायंगल भनेको छ जुन त अघि हाम्रो भोल्टेजको एउटा ट्रायंगल जस्तो बनेको छ त्यहीबाट हामीले के गर्छौँ डिराइभ गर्छौँ कारण यहाँ लेखेकै छ इम्पिडेन्स ट्रायंगल is called the we can derive the triangle called the impedance triangle from the phasor diagram of an RL series circuit है अब RL series circuit को phasor diagram बाटै हामीले चाहिँ impedance triangle derive गर्न सक्छौं भनेको छ जुन चाहिँ यहाँ देखाएको छ यो चाहिँ हाम्रो phasor diagram हो PR is in phase with the current I and PL leads the current I by 90 degree in case of reactive circuit and the दुईटा यो हाम्रो के छ VR र PL यी दुईटाको रिजल्टेन्ट एन्ड द रिजल्टेन्ट अफ द VR एन्ड PL गिव्स द भोल्टेज V त्यो छ हाम्रो कन्डिसन अनि V र I बीचको एंगल कति छ phi छ र V र I लाई हेर्नुस् V के छ अगाडि छ I पछाडी छ भने करेन्ट ल्याग्स बिहाइन्ड द भोल्टेज V by phi radian phi degree अथवा यसलाई अर्को रूपमा कसरी भन्न सकिन्छ भोल्टेज लीड्स द करेन्ट बाइ phi degree ठीक छ हैन अब यसैलाई हेरौं यहाँबाट V भनेको के छ I * Z जसमा Z भनेको के हो इम्पिडेन्स हो इम्पिडेन्स भनेको कम्बिनेसन अफ दुईटैको कम्बाइन गरेर रिजल्टेन्ट राखेको रेजिस्टेन्स र रिएक्टेन्सको कम्बिनेसन जसको भ्यालु आएको थियो R² + XL² यो भनेको Z थियो हैन यसरी राखेको थियो अनि चाहिँ यो केसमा हेर्ने भने सबैले रिप्लेस गर्दै जाउँ V भनेको IZ भयो VR भनेको IR भयो सिमिलरली यो VL हो VL भनेको I × XL हो अनि यो I लाई सबै यहाँबाट हटाउनुस् त के आउँछ अब बाँकी यहाँ Z आयो यहाँ XL आयो र यहाँ R आयो यसलाई भनिन्छ के ट्रायंगल भनि अब यसको नाम के छ इम्पिडेन्स ट्रायंगल कहाँबाट डिराइभ भएको रहेछ फेजर डायग्रामबाट डिराइभ भएको रहेछ बुझ्नु भयो हिजो मैले यहाँसम्म गराएको थिएँ तपाईलाई अब यो इम्पिडेन्स लेखेको भ्यालु यहीँबाट आउँछ यो लागेको पाइथागोरस थ्योरम लागेको छ यो ट्रायंगलमा cos phi को भ्यालु निकाल्नुस् B/H हुन्छ B भनेको R H भनेको Z R/Z सिमिलरली यही ट्रायंगलमा tan phi निकाल्नुस् tan phi भनेको P/B हुन्छ P भनेको XL B भनेको R हुन्छ tan = phi = tan इन्भर्स XL/R हुन्छ यहाँसँग सिम्पली छ करेन्ट लीड्स अर ल्याग बिहाइन्ड द भोल्टेज भनेको केले देखाइ यसले देखाकै छ तपाईलाई है I यहाँ छ भोल्टेज यहाँ छ एन्टी क्लकवाइज डाइरेक्सनमा हेर्नुस् त भोल्टेजले करेन्टलाई के गरेको छ लीड गरेको छ सिम्पल यहाँसम्म सकियो र पावर भन्ने टर्म भनेको थिए पावरको तीनटा टाइप्स छ हामीले पढ्ने एक्टिभ पावर रिएक्टिभ पावर र एपरेन्ट पावर अब यो तीनटालाई हेरौँ है त के रहेछ real or active power in an AC circuit is the power that does the useful work in the circuit है useful work in the circuit भनेछ जुन चाहिँ पर्पजको लागि हामीले एसी सिस्टममा एसी सर्किटमा जुन हामीले त लोड युज गरेका हुन्छौं त्यसले त्यही पर्पजको लागि जुन चाहिँ पावर युज हुन्छ त्यो चाहिँ हाम्रो के हुन्छ जहिले पनि एक्टिभ पावर हुन्छ भनेको अर्थ हामीले लाइटनिङ लोड युज गरेका छौं बत्ती बाल्नलाई है लाइटनिङ लोड युज गरेका छौं भने त्यसलाई लाइटनिङ इफेक्ट केले आएको छ जस्तै यो हाम्रो फिलामेन्ट ल्याम्प हेर्ने हो भने त त्यो हिटिङ इफेक्टले आएको छ त त्यसमा हो त्यो नाइक्रोम वायरलाई त्यसले हिट गर्छ अनि त्यसपछि हिटरको केसमा नाइक्रोम वायरलाई हिट गर्ने भयो र यता हाम्रो यो बल्बको केसमा के हुने भयो टङ्स्टनलाई हिट गर्ने हुन्छ हैन त्यसलाई हिट गरेर के हुन्छ त्यही हिटबाट लाइट प्रड्युस गराउँछ पछि त्यो हिटिङ इफेक्ट प्रड्युस गर्ने भनेको त्यो हाम्रो लागि के हो युजफुल वर्क हो है यो काम चाहिँ केले गर्छ
कुन पावरले गर्छ एक्टिभ पावरले गर्छ भने रिएक्टिभ पावर फ्लोज इन द एसी सर्किट पावर त फ्लोज हुन्छ रिएक्टिभ पावर किनभने हामीसँग रिएक्टिभ कम्पोनेन्ट छ एक्सएल भन्ने रिएक्टिभ कम्पोनेन्ट हो एक्ससी भन्ने रिएक्टिभ कम्पोनेन्ट हो तर यसले कुनै पनि युजफुल काम गर्दैन है अनि हामीलाई अब पावर दुई भागमा छुट्यो एउटा पावर एक्टिभ छ एउटा पावर रिएक्टिभ छ अब सिम्पली एपरेन्ट पावर भनेको के हो यो दुईटैको रिजल्टेन्ट हो हैन यो दुईटैले रिजल्टेन्ट गरेर टोटल पावर निकाल भन्यो भने त्यो चाहिँ एपरेन्ट पावर भयो एपरेन्ट पावर चाहिँ दुईटा भागमा डिभाइड गर्न सकियो एउटा चाहिँ एक्टिभ पावर अर्को चाहिँ रिएक्टिभ पावर यदि हामीले यसलाई भेक्टर रिजोल्युसन गर्ने हो भने दुईटा कम्पोनेन्टले दिन्छ एउटा एक्टिभ कम्पोनेन्ट एउटा रिएक्टिभ कम्पोनेन्ट त्यही कुरा यहाँ भन्न खोजेको छ है अब यसलाई हामीले सिम्पल बुझ्दा फेरि के छ भने यदि हाम्रो यो भोल्टेज V छ है र त्यसमा बग्ने करेन्ट आनेको I छ र भोल्टेजले चाहिँ करेन्टलाई के गरेको छ लिड गरेको छ अथवा करेन्ट ल्याग्स बिहाइन्ड द भोल्टेज बाइ एन एंगल अफ फाइ भनेको यो कस्तो नेटवर्क हो भन्नुस् त इन्डक्टिभ हो कि क्यापेसिटिभ हो यो इन्डक्टिभ छ भन्नाले क्यापेसिटिभ इन्डक्टिभ छ इन्डक्टिभ हो किनभने करेन्ट ल्याग गरेको छ है ल्याग छ यस हो यो इन्डक्टिभ सर्किट हो भने अब यो I लाई हामीले भेक्टर रिजोल्युसन गर्ने हो भने यसले दुईटा कम्पोनेन्ट दिन्छ एउटा योतिर दिने भयो होरिजन्टलतिर एउटा चाहिँ स्क्रिन देख्नु भएको छ नि हैन डिस्कनेक्ट भएको छ हजुर सर कहाँबाट डिस्कनेक्ट भएको छ म के भन्दै थिएँ है ल सिम्पल करेन्टको दुईटा कम्पोनेन्ट हुन्छ त्यो त थाहा पाइयो हैन त्यसमा क्लियर छ है करेन्टको दुईटा कम्पोनेन्ट हुँदो रहेछ एउटा एक्टिभ कम्पोनेन्ट एउटा रिएक्टिभ कम्पोनेन्ट है जुन चाहिँ यहाँबाट हेरेछौँ है अब यो जुन चाहिँ सप्लाई भोल्टेज छ त्यहीसँगै आएको कम्पोनेन्ट चाहिँ यो भनेको हाम्रो लागि एक्टिभ कम्पोनेन्ट भयो र बाँकी रहेको त्यसको परपेन्डिकुलर आउने कम्पोनेन्ट भनेको रिएक्टिभ कम्पोनेन्ट भयो त्यहाँसम्म भनिसकेको थिएँ मैले है अब यही कुरा पावर भनेको कसरी आउँछ P र I लाई मल्टिप्लाई गरेर आउने हो अब कम्पोनेन्ट के हुँदो रहेछ करेन्टको हुँदो रहेछ र यो करेन्टको एक्टिभ कम्पोनेन्टले प्रोडक्टमा एक्टिभ कम्पोनेन्ट छ कि रिएक्टिभ कम्पोनेन्ट छ भोल्टेजसँग प्रोडक्ट गर्ने बेला त्यसले डिटरमाइन गर्छ कि पावर एक्टिभ हो कि रिएक्टिभ हो भनेर ओके यदि एक्टिभ कम्पोनेन्ट आएको छ भने पावर चाहिँ एक्टिभ हो यदि रिएक्टिभ कम्पोनेन्ट आएको छ भने पावर चाहिँ रिएक्टिभ हो ल अब रियल पावरको डेफिनेसन हेर्नुस् त द पावर ड्यू टु द एक्टिभ कम्पोनेन्ट अफ द करेन्ट इज कल्ड एक्टिभ पावर भनेको छ यसलाई चाहिँ केले डिनोट गरेको छ P ले डिनोट गरेको छ अनि एक्टिभ कम्पोनेन्ट अफ करेन्ट हाल्नु पर्यो भनेको पावर भनेको भोल्टेज इन्टु एक्टिभ कम्पोनेन्ट अफ करेन्ट भनेको थियो I cos phi अब यो कसरी आला ल भन्नुस् त कसले भन्न सक्यो ल किनभने यो गरिसकेको छौँ हामीले ट्रायंगल बनाइसक्यो कसरी आला I स्क्वायर आला त्यहाँ ल कसले बुझेछ त ल I स्क्वायर R कसरी आयो भन्नुस् त ल कन्फ्युज भयो ठीक छ V भनेको कसरी आउँछ अब V भनेको I इन्टु Z हो करेन्ट इन्टु इम्पिडेन्स भनेको भोल्टेज I छँदैछ हो cos phi भन्नुस् हेर्नुस् त यो हामीले बनाएको इम्पिडेन्स ट्रायंगलमा cos phi भनेको कति आउँदो रहेछ R by Z यहीँबाट पनि यहीँबाट निकालेको हामीले cos phi भनेको बेस बाइ हाइपोटेनस R by Z त्यो चीज लर त्यहाँ रिप्लेस गर्नुस् R by Z Z र Z क्यान्सल भयो कति आयो I स्क्वायर R के आएको बुझ्नु भयो अब I स्क्वायर R आएको र यहाँबाट R को पनि एउटा चीज के थाहा पाइयो हामीले भने पावर एक्टिभ कम्पोनेन्ट अफ पावर भनेछ यसले दिने रियल पावर अथवा एक्टिभ पावर भनेको जति पावर चाहिँ रेसिस्टेन्समा डिसिपेट भएको हुन्छ त्यो मात्रै हुन्छ भनेको सिम्पली हामीलाई पावर एक्टिभ पावर कति हो निकाल भनेर सोध्यो भने क्वेशनले हामीसँग यदि I को भ्यालु र R को भ्यालु छ भने डाइरेक्ट निकाल्दै हुन्छ I स्क्वायर R गरेर यो फर्मुला लगाइराख्नु पर्दैन है त अब त्यसपछि रियल पावरको चाहिँ के छ युजफुल हो भनेर अघि हामीले पढिसक्यौं हैन र पावर is it is the power that is consumed by resistance त्यो चाहिँ यसले प्रुफ गर्यो R मात्रै आएको छ यहाँ अरु कुनै पनि XL पनि छैन हैन त्यो कारणले चाहिँ R मात्रै आएको भएर जति चाहिँ पावर चाहिँ रेसिस्टरले कन्ज्युम गर्छ त्यो एक्टिभ पावर हो भनेर आएको छ र सिमिलरली यसको युनिट चाहिँ के हुन्छ वाट हुन्छ युनिट चाहिँ एकदम ख्याल गर्नु होला है यसको युनिट के हुन्छ वाट हुन्छ अब सेकेन्डमा जाउँ
reactive power. The power due to the reactive component of the current is called reactive power. Reactive component current को reactive component कुनो I कुनो I sin phi हो है current को reactive component I sin phi हो अनि यसको फर्मुला के हुने भयो हेर्नुस् त V into I XL by R हो sin phi good XL by R R होला XL by Z हुन्छ है R हुँदैन Z या सर है XL by Z हुन्छ Z र Z क्यान्सल भयो Z क्यान्सल हुन्छ या सर I स्क्वायर XL हुन्छ ल हामीले रिएक्टिभ कम्पोनेन्ट अफ करेन्ट भनेर I sin phi गर्यो त्यसलाई चाहिँ रिप्लेस गर्यौं sin phi लाई रिप्लेस गर्यौं XY लाई Z ले र त्यहाँबाट आउने भनेको हाम्रो के आउँदै रहेछ I स्क्वायर XL आउँदै रहेछ है I स्क्वायर R भनेको एक्टिभ पावर रहेछ I स्क्वायर XL भनेको जुन चाहिँ रिएक्टिभ कम्पोनेन्टले हुने पावर हो त्यो चाहिँ रिएक्टिभ पावर रहेछ त्यो पनि कुरा हामीले यहाँबाट बुझिसक्यौं हैन अब यसको युनिट हेर्नु त फरक छ है युनिट फरक छ यो एकदम ख्याल गर्नुलाई एक्जाममा यो बिग्रिन सक्छ हामीले अब रिएक्टिभ पावर लेख्यो पावर युनिट वाट नै त हो नि भनेर वाट लेखेर आयो भने हाम्रो मार्क्स काटियो के रहेछ युनिट भोल्ट एम्पियर्स रिएक्टिभ रहेछ सिम्पली जति आन्सर जस्तै 300 आएको छ भने 300 VAR भनेर लेख्नु पर्यो है त्यसको फुल फर्म के रहेछ भोल्ट एम्पियर्स रिएक्टिभ रहेछ Q स्क्वायर एपरेन्ट पावरलाई के ले डिनोट गरिन्छ S ले डिनोट गरिन्छ है एपरेन्ट पावरलाई S ले डिनोट गरिन्छ र यसको युनिट के हुँदै रहेछ हेर्नुस् त भोल्ट एम्पियर VA ल अब सर हामी युनिटहरु हेरौँ एकचोटी है एक्टिभको लागि युनिट के हुन्छ वाट ओके रिएक्टिभको लागि युनिट के हुँदै रहेछ VAR पार र एपरेन्टको लागि युनिट के हुँदै रहेछ भोल्ट एम्पियर हुँदै रहेछ है यो नचुकिनु कहिले पनि नचुकिनु यो ल अब हामी पावरको ट्रायंगल बनाऊ है अघि हामीले इम्पिडेन्सको ट्रायंगल बनायौ पावरको ट्रायंगल बनाऊ जे बनाए पनि बेसिक कहाँबाट सुरु हुन्छ बेसिक भनेको जुन हाम्रो फेजर डायग्राम छ त्यहीबाट सुरु हुन्छ फेजर डायग्रामबाट हामीले यहाँसम्म निकाल्न जानिसक्यौं है हामीले चाहिँ भोल्टेजलाई करेन्ट इन्टु त्यसको इम्पिडेन्सले रिप्लेस गर्दै आएर चाहिँ यो डायग्राम बनाएको छौं अब यहीबाट हेर्नुस् त Z छ सबैमा I स्क्वायर एड गरिदिनुस् अगाडि I स्क्वायर Z I स्क्वायर XL I स्क्वायर R है योबाट यो बनाउँदा सबैमा I स्क्वायर एड गरेको अगाडि भने I स्क्वायर Z भनेको के हो हेर्नुस् त I स्क्वायर Z भनेको चाहिँ यहाँबाट आएको छ है यो S भनेको सिम्पली V इन्टु I मात्रै हो है I भित्र त दुईटै कम्पोनेन्ट छ नि त एपरेन्ट भनेको त दुईटै कम्पोनेन्टलाई मिलाएर आएको पावर हो त्यो कारणले I भित्र त दुईटा कम्पोनेन्ट छ यसलाई हामीले निकाली राख्नु परेन हामीले यदि एक्टिभ निकाल्न छ भने एक्टिभ कम्पोनेन्ट हालिन्थ्यो रिएक्टिभ निकाल्न छ भने रिएक्टिभ कम्पोनेन्ट हालिन्थ्यो हामीलाई त टोटल एपरेन्ट निकाल्न छ भने हामीले एक्टिभ र रिएक्टिभ छुट्याइ राख्नु पर्दैन सिम्पली I लेख्दा फेरि हुन्छ र यो केसमा टोटल भोल्टेज V भनेको कसरी आउँथ्यो I र Z आउँथ्यो है यसमा रिएक्टेन्स इम्पिडेन्स इम्पिडेन्स रेसिस्टेन्स भनेर छुट्याउनु पर्ने अवस्था छैन रिएक्टेन्स र रेसिस्टेन्स छुट्याउनु परेन एज होल सर्किटको इम्पिडेन्स भनेको Z हो त्यो भएर V भनेको I इन्टु Z इन्टु I भयो र यहाँबाट आउने आन्सर भने के भयो I स्क्वायर Z हो यसरी आएको थियो यो है अब यसमा हेर्दा फेरि I स्क्वायर Z भनेको के रहेछ S रहेछ I स्क्वायर XL भनेको रिएक्टिभ कम्पोनेन्ट अफ पावर हो त्यो भनेको के ले डिनोट गरिन्थ्यो Q ले गरिन्थ्यो र I स्क्वायर R भनेको के ले I स्क्वायर R एक्टिभ कम्पोनेन्ट अफ पावर हो त्यसलाई डिनोट गरिन्थ्यो के ले P ले सँगसँगै यसको युनिट पनि हेरौँ फेरि रिभाइज हुन्छ VAR यो के छ PA यो के छ वाट यसलाई भनिन्छ पावर ट्रायंगल सकिन्छ हैन पावर ट्रायंगल बनाउन यहाँ त्यही चीज भनेको छ नयाँ केही पनि छैन एपरेन्ट पावर S = P यो दुईटाको रिजल्टेन्ट हुन्छ भनेको छु रिजल्टेन्ट हुन्छ भनेको पावर ट्रायंगलबाट निकाल्न पनि सकियो हामीले S भनेको छ P र Q भनेको छ P भनेको बेस भयो Q भनेको परपेन्डिकुलर भयो यो भनेको हाइपोटेनस भयो यतिको पनि आयो H स्क्वायर = √P स्क्वायर + V स्क्वायर त्यही गरेको अनि पावर फ्याक्टर cos phi भनेको पावर फ्याक्टर हो पावर फ्याक्टर कसरी आउँछ cos phi निकाल्नुस् यही फिगरमा cos phi कसरी आउँछ phi भनेको cos phi भनेको के हुन्छ V/H हो ल हेर्नुस् V/S हाल्नुस् V भनेको P छ H भनेको S छ P/S आला हेर्नुस् त ठीक छ
p भनेको रियल पावर, s भनेको एपरेन्ट पावर। ल हामीले पावर फ्याक्टरसम्म यसरी हामीले सजिलै निकाल्न सक्छौँ है। न्युमेरिकल गरेपछि तपाईलाई पुरै कन्सेप्ट क्लियर हुन्छ यो। यो भन्दा पछाडि हामी न्युमेरिकल गर्छौँ अनि त्यसपछि पुरै कन्सेप्ट क्लियर हुन्छ यसमा। अब यहाँ भनेको छ पावर फ्याक्टरलाई डिपेन्ड गरेर चाहिँ कुनै एउटा मेथडले गर्न सकिन्छ भनेर चाहिँ सिम्पली कुरा। हेर्नुहोस् त कोसाइन अफ एंगल बिट्विन v एन्ड i, यो भनेको अर्थ सिधै हामीसँग एंगल थाहा छ भने cos phi गरिदिनुस् पावर फ्याक्टर आइहाल्यो भन्न खोजेको यसले। रेसिस्टेन्स र इम्पिडेन्स छ भने cos phi भनेको के आउँछ त्यो केसमा r/z गरेर नै आउँदो रहेछ है। यदि रियल र एपरेन्ट पावर हामीसँग थाहा छ भने कसरी आउँदो रहेछ p/s गरेर पनि आउँदो रहेछ, जुन यहाँ देखिसकेको छ है। ट्रायंगलबाट पनि यो दुईटा भनेको ट्रायंगलबाट पनि आयो भन्न खोजेको। अब यदि हामीले एंगल छ हामीसँग भने डाइरेक्ट cos phi गर्नुस् आउँछ भनेको है। त्यो कसरी निकाल्न सकिन्छ भनेर भनेको मात्रै हो यो पावर फ्याक्टर। अब यहाँ जाउँ फेजर अल्जेब्रा हेरौँ है त। फेजर अल्जेब्रा कहाँबाट सुरु गर्ने? जहिले पनि फेजर अल्जेब्रा सुरु गर्दा भोल्टेजबाट गर्नुस् है। हामीलाई दिएको भोल्टेज भनेको p एंगल 0 डिग्री, 0 भनेको रिप्लेस माने भएर 0 डिग्री भएर भोल्टेजलाई हामीले रिप्लेस मान्यौँ। अब यो केसमा यसलाई खोल्दिने भने के आउँछ? यसलाई खोल्ने कसरी भनेछु मैले p cos 0 डिग्री प्लस j टाइम्स v sin 0 डिग्री। सम्झिनु है, p cos 0 डिग्री प्लस j v sin 0 डिग्री। भनेपछि cos 0 डिग्री भनेको 1 भयो, v नै आयो, प्लस j sin 0 डिग्री भनेको 0 भयो, त्यो भरि आएको छ। अब त्यसपछि हामीलाई z निकाल भन्यो, z भेक्टर है। z भनेको दुईटाको के हुने भयो? एउटा रियल पार्ट एउटा इमेजिनरी पार्ट आउँछ नि त हैन। भनेपछि एउटा रेसिस्टेन्स हुने भयो प्लस j टाइम्स एक्सएल हुने भयो इम्पिडेन्सको लागि है हामीले रिटेन गर्दाखेरि। अब अर्को तरिकाले हेर्ने हो भने z हुने भयो अनि 5 डिग्री भयो। r र x बीचको एंगल कति हो भनेको त्यो देखाउँछ यो। r र x भनेको होल एंगल, यो होल रिजल्टेन्टको एंगल र हामीसँग दिएको जुन कम्पेयर गर्दाखेरि हामीले राख्छौँ एउटा बेसलाइन, त्यसको बीचको एंगल कति हुन्छ त भने 5 हुन्छ। जो यो निकाल्ने तरिका कसरी हो भने r र j एक्सएल छ भने यसलाई पोलर फर्ममा लान पर्यो। कसरी लाने? z भनेको कसरी आउँछ? यो दुईटाको म्याग्निट्युड r² प्लस एक्सएल को होल स्क्वायर गरेर आउँछ भने यो 5 भन्ने एंगल कसरी आउँछ? 5 इक्वल्स टु tan इन्भर्स कसरी आउने भयो? tan इन्भर्स के राख्नु पर्यो? एक्सएल बाइ r। यी सबै कुरा आएको कहाँबाट हो? त्यही ट्रायंगल बनाएको छ नि हामीले अहिलेदेखि, त्यही ट्रायंगलबाट आएको छ जसमा r भनेको यो हो, एक्सएल भनेको यो हो, z भनेको यो हो र phi भनेको यो हो है। ट्रायंगल सम्झिनु होला है। ट्रायंगल चाहिँ दिमागमा याद भइराख्यो भने यी फर्मुलाहरू सबै यतिकै आइहाल्छन् सजिलै। अब निकाल्नु पर्यो करेन्ट है। सिम्पल, भोल्टेज छ तपाईसँग, इम्पिडेन्स छ भने करेन्ट निकाल्ने फर्मुला के हो? भोल्टेज बाइ इम्पिडेन्स हो। भोल्टेज v एंगल 0 डिग्री, इम्पिडेन्स z एंगल 5 डिग्री। र यो अगाडि पनि आइसकेको छ। यो केसमा के हुन्छ भने अगाडिको पार्ट छ जुन चाहिँ म्याग्निट्युडको पार्ट छ, त्यो चाहिँ एकअर्कालाई मल्टिप्लाई डिभाइड पनि गर्न सक्छन् भने जुन चाहिँ फेजको पार्ट छ त्यो चाहिँ प्लस माइनस मात्रै हुन्छ। अब यही केसमा i को केसमा हामीले i निकाल्दा हेर्ने हो भने v एंगल 0 डिभाइडेड बाइ z एंगल 5 थियो हैन। भनेपछि v/z भनेको त कुनै एउटा टर्म आउँछ डिभाइड गरिदिएपछि, त्यसलाई v/z नै भनेर राखौँ अहिले हैन। र अनि यो 0 डिग्री एंगल के हुन्छ? अब 0 माइनस यो 5 माथि जाँदा माइनस हुन्छ, 5 डिग्री हुन्छ। भनेपछि यसको आन्सर कति आउँछ? v/z माइनस 5 यसरी आएको। अब लास्टमा हेर्नु त एउटा एस्ट्रिक साइन छ, देख्नु भएको छ? s निकाल्दा फेरि v i एस्ट्रिक भनेको छ यसलाई है। सिम्पली s भनेको vi भन्ने त हामीलाई थाहै छ, एपरेन्ट हो। एपरेन्टको लागि चाहिँ हामीले कुनै पनि यसको कम्पोनेन्ट छुट्याइ राख्न पर्दैन, आइहाल्छ भनेको छ। तर यो त हामीले चाहिँ फेजरको रूपमा भेक्टरको रूपमा डिफाइन गरेको छौँ भने त यसले त हामीलाई एउटा फेज पनि दिन पर्यो नि त। v र i बीचको एंगल कति हो भनेर पनि यसले हामीले दिन सक्नु पर्यो। त्यो दिन सक्नको लागि हामीले यहाँ कन्जुगेट राखेका छौँ है। कन्जुगेटले के गरिदिन्छ भने यदि तपाईको v को एंगल a छ अनि a डिग्री छ, अथवा अनि i को एंगल b डिग्री छ, सम्झिनु है। यदि v को एंगल a डिग्री छ र i को एंगल b डिग्री छ भने v र i बीचको एंगल कति डिग्री हुन्छ?
ल भन्नुस् त के भन्नुभयो सर? यदि भी को एंगल ए डिग्री छ र आई को एंगल बी डिग्री छ भने भी र आई बीचको एंगल कति डिग्री हुन्छ? ए माइनस बी हुन्छ ए माइनस बी हुन्छ है। भी र आई भनेको भी र आईलाई अब यसलाई हामीले मल्टिप्लाई गरिदिउँ भने है ए माइनस बी हुन्छ है। यो सम्झिरहनु है, ए माइनस बी हुन्छ। ल अब मैले सिम्पली के गर्दै एसलाई भी इन्टु आई मात्रै गरेँ, यो एस्ट्रिक साइन नै लेखिनँ। ल यो एस्ट्रिक भनेको कन्जुगेट हो है, याद गर्नुलाई। हामीले कन्जुगेट पढेको थियो कम्प्लेक्स नम्बरमा ए प्लस आइबी छ भने त्यसको कन्जुगेट के हुन्छ? ए माइनस आइबी हुन्छ है। त्यसरी सम्झिनु है, कन्जुगेट हो त्यो एस्ट्रिक भनेको। यो एस्ट्रिक भनेको कन्जुगेट, यहाँ देखाएको छ नि एस्ट्रिक जुन आईमा, त्यो भनेको कन्जुगेट हो। अब यो केसमा हामीले हेर्ने हो भने है, यो केसमा हामीले हेर्ने हो भने यदि भी एंगल ए सिम्पली मल्टिप्लाई गरिदिउँ, आई एंगल बी गरिदिउँ भने त यसले दिने रुटमा के दिन्छ? यसले एन्सर के दिन्छ तपाईलाई भने भी एंगल ए प्लस बी दिन्छ हो। एस्ट्रिक राखेनौँ भने सिम्पली भी र आई मल्टिप्लाई हुन्छ, एंगल एंगल जोडिन्छ भनेकै छु। प्रोडक्ट भने जोडिन्छ, डिभाइड भयो भने घट्छ हैन। यस्तो दिँदो रहेछ। तर यसले त हामीलाई रिजल्टेन्ट भी र आई बीचको एंगल दियो त। यो कति आउनु पर्ने थियो? ए माइनस बी आउनु पर्ने थियो नि त हाम्रो। तर यहाँ त ए प्लस बी आयो भने यसरी दिएन। त्यो नदिएका कारणले एंगल कसरी आउँछ त भन्दा हामीले आईलाई के गरिदिने? अब कन्जुगेट गरिदिने है। आईलाई कन्जुगेट गरिदिने बित्तिकै तपाईको यो आई को एंगल के हुन्छ? बी होइन कि के हुन्छ? यसो कन्जुगेट गरिदिएपछि माइनस बी हुन्छ। अब यहाँबाट तपाईले निकाल्नु भने प्रोडक्ट त एउटै आयो, अगाडिको म्याग्निट्युड त सेम आयो, भी र आई नै हो मल्टिप्लाई हुने, र यहाँ एंगल कति आयो? ए माइनस बी आयो। बुझ्नुभयो? त्यो भएको कारणले चाहिँ यहाँ चाहिँ एस्ट्रिक राखेको हो है। मैले एस्ट्रिक किन राखेको भन्ने चाहिँ त्यसको कुरा भनिरहेको छु अहिले। ल अब यो भन्दा पछाडि अर्को सिम्पली है। अब यो जेडलाई अब यो पी र क्यू को कम्पोनेन्ट, आर र एक्सएल को कम्पोनेन्ट, यो कम्पोनेन्ट जसरी छुट्याएको छ नि, यो निकाल्ने तरिका एकदम सिम्पल छ। जस्तै जेड को दुईटा कम्पोनेन्ट भन्नुस् त, आफैलाई थाहा छ एउटा आर हुन्छ, एउटा के छ यो फिगरको लागि एक्सएल हुन्छ, जुन चाहिँ हामीले एलआर सर्किट पढेछौँ भने यी दुईटालाई कम्बाइन गर्ने भने रियल पार्ट भनेको रियललाई अगाडि लेखिन्छ, प्लस इमेजिनरी पार्ट अथवा यो भनेको कम्प्लेक्स पार्ट हो नि त हाम्रो त, रिएक्टिभ पार्ट हो। रिएक्टिभ पार्टलाई चाहिँ जहिले पनि जे भन्ने रिप्लेस गरिन्छ, यसरी जे एक्सएल गरिन्छ। यसै गरी एस को पनि दुईटा पार्ट छ हो, एउटा पी छ, एउटा के छ? क्यू छ। यसलाई रिप्रेजेन्ट, यो रियल पार्ट भनेको कुन हो? पी हो कि क्यू भन्नु त? यी दुईटामा रियल पार्ट कुन हो? पी हो। भनेपछि अगाडि पी आयो प्लस जे टाइम्स क्यू, त्यही चाहिँ च्यालेन्ज। यसरी चाहिँ हामीले फेजरबाट यति कुराहरू चाहिँ हामीले डिराइभ गर्न सक्यौँ हैन। अब न्युमेरिकल गर्ने प्रोसेसमा है, न्युमेरिकल गर्ने प्रोसेसमा हामीलाई यी सबै एकैचोटि युज त हुँदैन। जति फर्मुला युज हुन्छ त्यसरी गर्दै 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 जाने हो। अनि हामीलाई आफैलाई थाहा हुन्छ कि कुन फर्मुला बढी इम्पोर्टेन्ट रहेछ है, आफैलाई थाहा हुन्छ।